vaccines. All 20s in the pack, fucking Jacksons. Been cooking in the kitchen since back when. Thinking wild now, should've seen me back then. Hello guys, what's up? Welcome to my new video. आज चाहिँ हामी छोटो यो ग्रिनरी टाइपको हिल्सहरू हेर्न जाँदैछौँ। अहिले चाहिँ हामी साथीहरूलाई वेट गर्दै हो है। साथीहरू चाहिँ उता अघि ठाउँबाट आउँदै हो अनि हामी चाहिँ घरबाट बाहिर निस्केर बसिरहेछौँ। मेरो साइडमा चाहिँ बवाल खोला छ। त हेर्न सक्नुहुन्छ त्यो खोलाहरू। पानी परेको बेलामा चाहिँ बवाल ठुलो हुन्थ्यो। अहिले चाहिँ नर्मल झरिरहेछ। यस अनि गर्मी पनि खत्रै बढ्यो यो पालि चाहिँ। भन्नाले आजको ठक्क 2-4 दिन अगाडि एक हप्ता चाहिँ एकदम भारी बर्सात भयो। त्यो बर्सात पछि चाहिँ अनि आज हिजोभन्दा आज चाहिँ अलिक बेसी गर्मी भइरहेछ क्या। अनि यो चाहिँ खोला भयो है। खोलाहरू ठक्क बवाल छ खोला। यहाँनिर अस्ति मैले कछुवा पनि देखाएको थिएँ देख्न चाहिँ। यो खोला पनि कस्तो व्यवस्थित तरिकाले टक्क मिलाएर राखेको छ यिनीहरूले है। सो अब साथीहरूलाई वेट गरौँ है त। बाई बाई। अनि एकछिन भेटौँला साथीहरूलाई भेटाएर। सो गाइसलाई हामी चाहिँ एकदम यो युफिदाकेमा युफिदाकेमा आइसक्यो है। टक्क यहाँ अगाडिको भ्यू चाहिँ बवाल छ। तल देखिन्छ यस्तो बवाल छ यहाँको सिनेरी। ल हेर्नुहोस् त। ल ल ल त भिडियो सुट हुँदैछ त्यो भएर मलाई हटा हटा भन्दैछ है। बवाल भइरहेको छ त्यो काम लगाएर। हामी चाहिँ घरबाट च्याट्टो सिधै निस्किदिइहाल्यो है। साथीहरू आएर अनि टक्क यताउता गरेर निस्किसक्यो। बवाल छ ठाउँ चाहिँ। ल हेर्नु त। ओ माई गड। यो चाहिँ खास त्यो माथि जानु ट्रेल हो है। यस्तो छ यहाँ नोटिस बोर्डहरू टक्क माउन्ट युफू टाइपको है। पार्किङबाट यो माथि यो जाने हो। यसको टप हाइट चाहिँ 1583 मिटर वेस्ट पिक है। माउन्ट युफू हो यो चाहिँ। सो लेट्स गो। अनि टक्क यहाँ के लेखाएर जाने होला। बवाल छ बवाल डाँडा। कहाँ पुगिसक्यो अब साथीहरू। बवाल छ डाँडाहरू बवाल। मान्छेहरू यहाँ टन्ने रहेछ। आज त्यस्तो धेरै छैन। आज त्यस्तो विधि मान्छेहरू छैन। हल्का हल्का। हजुरआमा यहाँ त्यस्तो पाप नहुनु। चिनी हजुरआमा हो कि सडक के भयो निस्काउँछ। दौडे बिस्तारै अनि यस्तो साइडबाटै यस्तो देखाएको यति जग्गा भयो हल्का
सो गाइस हामी चाहिँ धेरै माथि आइसक्यो है थाकिसकेको अवस्था लगभग यो माथि डाँडा चाहिँ 1500 मिटरको हाइट हो हामी चाहिँ भर्खर 200 मिटर चढे होला तर पनि थाक्दैछौँ यो माथि हाइकिङ जाने प्लान चाहिँ हामीले धेरै अगाडि बनाएको थियौँ तर सक्सेस हुन सकेको छैन है थाकिने रहेछ गाइस थाकिने रहेछ यस्तो छ बवाल छ अब यहीँ माथिसम्म जान्छौँ यसो बस्छु यहाँ माथि कि यहाँसम्म सबै थाकिसक्यो अरे बिस्तारै बिहान शीतलमा हेर्नु चाहिँ सकिन्छ होला त्यो डाँडा थोरै छ त वहाँ माथि 1500 मिटर रे के डाँडाको हाइट हेलो गाइस अहिले चाहिँ हामी नेक्स्ट डेस्टिनेसनमा आइसक्यो अनि आएर यो कफी खाएको यस्तो भयो होला यो सुमो खेल्ने मान्छेको भएको होला यो कफी चाहिँ बवाल्छ अनि फुल हेर्नु न फुल बवाल्छ अनि हामी चाहिँ अहिले टक्कै यो लेकमा छौँ यो लेकको नाम चाहिँ सिहादा लेक हो यसको अब लेकमा चाहिँ कस्तो हुन्छ है सो गाइस ल अहिले चाहिँ हामी टक्कै यो लेकको साइडमा आयो यहाँ चाहिँ टक्क माछाहरू छ होइन यो माछाहरू चाहिँ हामीले यहाँबाट 100 रुपियाँमा त्यहाँबाट दाना किनेर दिन सक्छौँ अनि यो चाहिँ के अरे यसको नाम डक टाइपको होइन यो चाहिँ अनि यसले पनि दानाहरू खान्छ माछाको कलरहरू देखाइदियो कति डिफ्रेन्ट टाइपको माछाहरूको ओ आमा के हो त्यो त्यसले पाउडर लिएर आएछ बाजेले अनि त्यही भएर खोइ ए कुनै म तपाईँ नाम्दै मुताबिर खाइदिन्छ याबै हुनुहुन्छ orange arigatou gozaimasu चाहिँ हाल न लिनु न त सिगार यता देखाउने भन्नु पर्यो नि यता भन्नु पर्यो यता भन्नु पर्यो न ल बाजेले चाहिँ हामीले ब्रेड दिएको छ यो चाहिँ म खाइदिउँ कि त्यहाँ चरालाई दिउँ चरालाई गरिरहेको छ बिचराहरू त्यसरी होइन कि तिनले धेरै खान्छ माछा हालै दिउ न सिधै मुखमा झार्दिने क्या सानो सानो ल्याउ न म दिन्छु ल आमान दिएर सानो सानो लाउन देऊ भने खाइदिउँ यहीँ जम्मा गरिदिउँ माछाहरूलाई कति रहेछ तिमीसँग अझै अब यहाँसम्म त यहाँ ल गाइस नेपालीको चर्तीको लागि त माछा समातिरहेको छु त्यहाँनिर त्यसकोमा छु अरेन्ज 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 मलाई ठुलो लगाइदिरहेको लगी त पगिन्छ एउटा माछा अहिले मार्नु हेरिरहेको पर्दैन त्यो नेल्सन त्यसको पुच्छरसँग ला साह्रो छ साह्रो छ साह्रो छ प्लितै जान्छ साह्रो तर उसले त घ्याक्कै पारिदियो यो लास्ट ठुलो रहेछ यस्तो टाउको त्यसरी नगर निलो आइज यो ब्लू कलरको समात नि उजा साला हातलाई टाउको समात हैन त्यो बेबी नगन हैन त्यहाँ राख्दै हैन कोले देखाछ हैन तिम्रो नेल्सन फेरि त्यही तिम्रो त्यो यसले खान्छ क्या गर्दैन लगी हालो त्यो गाडी पकड कहाँ त्यो बाजे आयो बाजेले माग्नु पानवारी मस्त वाता पानमादारी मस्त तँलाई दिन्छ होला भयो उही यता रचना 6वटा भइसक्यो डर लाउने उता साँदा नि जाने होइन क्या हो त्यस्तो लाग्दैछ मलाई यिनीहरूकै ल्याएर त्यसले सबैलाई दिइरहेछ
हेर्नु दिन्छ होइन त्यो घाँसहरू त्यो कम त त्यो रस होइन यो त अघि त दुईटा हाँस पनि यहीँ आएछ क्या अनि त छवटा भइसक्यो भोकाएर हाल है तुलको हाँसहरू चाहिँ त्यो घाँस खान्छ नि